सनसेट डाउन सो अलिकति आज चाहिँ हामीले यहाँ टाउको हेर्नु न यसरी हो टाउको अझ सिधा अझ हो त्यसरी ल गाइस यसको नाम चाहिँ हामीले के राखेछौँ भनेपछि नैना नैना राख्दै नैना यसको नाम राखेको पोथी चाहिँ हो पोथी उता क्यामेरातिर पनि सानो त्यो सिधा फर्काएर अझ घुमाइदिनु अझ घुमाउनु त्यसरी अझ हो त्यसरी भागीवाला चितुवा हो यो भागी चितुवा यसको नाम हामीले भागी राखेछौँ उतातिर वाइल्ड लाइफ नेपालमा के इन्भेन्सन इन्भेस्टिगेसन भइरहेको छ सो तपाईँले सपोर्ट गर्नु होला गाइज लेट्स चेक इट आउट एन्ड इन्जोय द नेचर त्यो पनि भाँचेको सर्वोपरि मरिभक्त पनि मजा आयो होइन भनेपछि तिमीले पनि उज्यालो गर्नु सानोले यसो गर्यो नि आफ्नो इन्ट्रोडक्सनदेखि लिएर ठ्याक्क हाम्रो कार्यक्रम मेरो नाम चाहिँ सम्पूर्णमा नमस्कार मेरो नाम चाहिँ
हेलो एभ्रिवान, सबैलाई स्वागत छ मेरो अर्को भिडियोमा। सो आज चाहिँ हामी एपिसोड 40 मा पुगिसक्यौँ अनि सबैले सपोर्ट गरिदिनु होला। हिजो हाम्रो एउटा कार्यक्रम सम्पन्न भएको छ। सो म चाहिँ तपाईँको त्यसमा चाहिँ सानो फुटेज चाहिँ म तपाईँले सो गर्न चाहन्छु। सो हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। लेट्स बिगिन अ वाइल्ड लाइफ नेप्जियो नेपाल। किन भन्नु त, अब मसँग मेरो दाजु हुनुहुन्छ। दाजुले सानो आफ्नो परिचय भन्नु। मेरा नाम विक्रम थारू हो। नगरपालिका ठाकुर बाबा वार्ड नम्बर 8 को। त्यही दाजुलाई म फेरि अर्को भिडियोमा पनि जोड्छु। अहिले अलिकति दाजु पनि भन्छ भनेर पनि छ। अनि यो चाहिँ दाजु खोलिहालौँ न दाजु, किनकि जति देखिन्छ हो कि न त। दाजुले उता स्टिकमा खानु छ। उतातिर देखाइदिनु न क्यामेरा। हेर्नुहोस् मजाले फोटो कस्तो मजाको दामी छ। अब तल पनि नाम पनि लेखेको छ, भागी लेखेको छ। भागी नाम चाहिँ तपाईँ भागी वाला चितुवा हो यो। भागी चितुवा, यसको नाम हामीले भागी राखेका छौँ। उतातिर देखाइदिनु हाम्रो बारी क्यामेरातिर। यसको नाम चाहिँ हामीले के राखेको छौँ भनेपछि नैना। नैना यसको नाम राखेको पोथी चाहिँ हो। पोथी उता क्यामेरातिर पनि सानो त्यो सिधा फर्काएर अझ घुमाइदिनु, अझ घुमाउनु त्यसरी, अझ हो त्यसरी। ल, यसको नाम चाहिँ हाम्रो दाजुबाट नैना भइसक्यो आज। यसको नाम हामीले अब राखिदिनु, दुइटालाई यहीँ राखिदिनु। यसलाई चाहिँ हाम्रो फ्रेम टक्क टाँच्छौँ हाम्रो अफिसमा होइन यसलाई। अनि यति नै गर्नु, यति भइहाल्यो। दाजु के सानो दाजु किनभने दाजु अफिसमा टाँच्न राम्रो हुन्छ कि दाजु पनि हुनुहुन्छ। पछि त्यतिखेर फेरि उनीहरूलाई हामीले भन्न सजिलो त हो पनि भन्नु। तर एकदम कार्यक्रम यस्तै चाहियो क्या, झोकिन नि ठ्याक्क साँझको बेलामा। अब धेरै मान्छेहरू अब यति बेला चाहिँ हामीले जे बोल्यौँ त्यही सुन्नु पऱ्यो नि त। अब किनभने ठिक्क देखाउँछौँ हामीले, हो कि जे देखाउनु पर्ने हो। जस्तो तपाईँले त्यहाँ देखाइदिनु भयो, भइहाल्यो हो कि भन्नु। भोलि फोटो खिचौँला एकचोटि होइन दाजु, तपाईँले ठ्याक्क यसो समातेको यिनी दुइटा यसरी फोटो बस भइहाल्यो। अरू के चाहियो। तरकारी पनि हाल्नु कि दाजु। बिस्तारै कार्यक्रम पनि सक्यो। जे भयो भने दाजु अहिले यो पनि जस्तो भयो भने ठुलै नभए पनि दाजु हाम्रो कार्यक्रम चाहिँ सक्यौँ कि दाजु, हुँदैन भन्नु त। जति मान्छेहरू आउन् जाउन् त्यो हामीलाई मतलब भएन कि दाजु। कार्यक्रममा छु यहीँ, यता अलिकति बिजी छु। म पछि फोन गर्छु एकछिनमा। कार्यक्रममा छु है, अहिले फोन गर्छु यहाँ रिसोर्टमा हो। होइन यो उसको लागि हो कि हामीले अब पछि थाहा पाइहाल्छौँ नि। ल
चलाइरहेको होइन हात्ती कुनै दिन हामीले हात्तीको फोटो खिचेर ट्याक्कै जस्तै फ्रेम बनाएर ट्याक्कै हात्तीलाई तपाईँले यो हात्तीको नाम यो हो भनिदिएपछि ट्याक्कै मान्छेहरूले अनि त्यसलाई देखेपछि यो हात्तीको नामै हो यो रहेछ है हाम्रो भनिदिएपछि अनि किनभने त्यो एउटै हात्ती त दिनमा 10 चोटि पनि त आउला नि त अनि 10 वटा हात्ती त होइन नि दिने होइन अनि त्यो हो कि हामीले यसको नाम यो पो रहेछ यो पो रहेछ यो त यो पो हो त यसले त केही पनि गर्दैन यो त राम्रो सोझो छ भनेपछि हाम्रो अब मान्छेहरूले सोच्छन् होला क्या यिनीहरू फेरि के जनावर त पछि परेका छन् मान्छेहरू भने हो किन भन्नु त मान्छेहरू भन्छन् नि त यिनीहरू त कस्ता रहेछन् भन्ने रहेछन् तर अब यो विषयमा दाजुले भनिदिनु न तपाईँले पनि मान्छेहरूले भन्छ नि यो जनावर त कति यो जनावर कुनै दिन खाला हो किन भन्नु कुनै दिन जनावरप्रति नराम्रो भावना छ कि दाजु मान्छेको अनि जस्तै कार्यक्रममा पनि मान्छेहरू उपस्थित नहुने हो कि भन्नु त यस्तै सम्बन्धी कार्यक्रममा त्यही भएर अलिकति जनावरहरूलाई सोच बदल्न र केही नयाँ देखाउन जरुरी छ कि दाजु हो कि अब हामीले यस्तो यस्तो नयाँ कुरा देखायौँ भने मान्छेहरू इच्छा जागरुक हुन्छ नि इच्छा राख्छन् अर्कोचोटि यिनीहरूले केही नयाँ कुरा ल्याउँछन् कि फेरि हो कि अनि हजुर म त अब क्यामेरा बन्द गरौँ दाजु क्यामेरा बन्द गर्नु पानी ओतको हाम्रो कार्यक्रम चलिरहेको छ आज हो त्यहाँ बस्छ अनि उनले चाहिँ पानीको किनारमा ओसिलो ठाउँमा बच्चा पाउने बेलामा है पाउने बेलामा जब हाँ हाँ हुँ गरेर चाहिँ उनले अनि हिँड्न लागे उता गर्न आयो भनेपछि त्यो पनि भाँचेको सर्वमै मरेको त्यो पनि मजा आएन होइन भनेपछि तिमीले पनि उज्यालो गर्नु सानोले यसो गर्यौ नि आफ्नो इन्ट्रोडक्सन दिएर ठ्याक्क हाम्रो कार्यक्रम भन न नमस्ते मेरो नाम चाहिँ पानी ओतको बारेमा हाम्रो कार्यक्रम भइरहेको छ आज अनि पानी ओतको बारेमा हाम्रो भाइले कार्यक्रम नेपालमा 3 ठो केल पाइजी छ विश्वभरिमा 13 प्रजातिको पाउँछ अब हाम्रोतिर चाहिँ कालो चिल्लो पाइन्छ खैरो रङको चितुवा चोकमा बसेर हामी त्यस्तो अन्य अब सेतु होलान् तर त्यो चाहिँ मैले देखेको छैन सबभन्दा ठुलो चाहिँ हाम्रो समुद्री ओठ हुन्छ हैन सबभन्दा सानो पनि नेपालमा पाउँछ तर भर्खरै त्यसको
साइन पत्ता लगाएको छ समुद्रमा सिल आउनु यहाँ नै उ सिल छुट्टा हो त्यो बाटो कस्तो दाजु यता आउनु यता बस्नु कस्तो हुन्छ तर उच्च बाबुले क्वेसन सोध्दाखेरि उसले भन्छ ट्याक्क हामीले चाहिँ भन्दाखेरि पानी अनि म केटा हो त अनि नाना यी जुन पानीमा पाइरहेको कलेज पानीमा पहिला तर पानी वातावरण जुन पारिस्थितिकीय प्रणाली जुन बाजे पानीमा यी ओटके पानी ओटके चाहिँ कहाँ भूमिका रह्यो त बैठना त बैठै भूमिका कहाँ फेरि एकचोटि भनेर यही क्वेसन फेरि यिनीहरूले चाहिँ यिनीहरूको यो चाहिँ हाम्रो अब यिनीहरूको भूमिका के हुन्छ भनेपछि भूमिका पानीमा चाहिँ यिनीहरूको भूमिका के हुन्छ के सिम्पल यिनीहरूको पानीमै हो भनौँ न जस्तो यिनीहरूको बसोबास यिनीहरूको भनौँ पुर्खौली यिनीहरूको बास हुन्छ तर यिनले माछा मात्रै नभएर जस्तै माछा पाइएन बाँच्नु त पर्यो नि पर्यो होइन तर यिनले पानीभित्रको पाइने चिजहरू चाहिँ मङ्सारू चिजहरू पाएपछि यिनले त्यो खान्छन् माछै मात्रै खान्छन् भन्ने कुरो पनि छैन यसमा होइन जस्तै घुङ्गी सुतै पनि खान सक्छ खान्छन् फुडालेर खान्छन् होइन अनि भनौँ न अब तिमी हामीले यसरी बुझौँ हाम्रो घरमा अब 2028 सालमा भोकमारी भयो खाना भएन मटर खाएर पनि हामीले जागे काम के होइन भनेपछि यिनीहरूकोमा प्रायः जसो पानीमै बस्ने जात हो यिनी ढिगमा कम मात्र अनि दुलो पार्छन् यिनीहरूको लगभग दुलो जङ्गली पार्छन् दुलो पारिसकेपछि यिनीहरूको देख्दाखेरि एउटा दुलो हुन्छ तर मुसाको दुला जस्तो हुन्छन् धेरै मतलब भित्र चाहिँ आफ्नो बस्ने ओडार बनाएको हुन्छ जङ्गली मुसा र एक आपसमा मिलेर बस्छन् झगडा गर्दैन नि त्यो सोसियल एनिमल भन्छ सामाजिक जस्तै मान्छे जस्तै हुने मान्छे त्यसरी एक ठाउँमा सबै धेरैजना बस्ने तर मैले अब बरु मान्छे झगडा गरिहाल्छन् यिनीहरू गर्दैनन् तर यिनीहरूमा चाहिँ झगडा गरेको लडामाथि गरेको देखिनँ अहिलेसम्म हामीले है पानी मुसा जस्तै यिनीहरूले त गोहीलाई पनि गर्छन् खेदिदिन्छ लखेट दिन्छन् भाग्छन् लखेट गोही भाग्छ लखेट दिइहाल्नु ग्रुपमा हुन्छ नि यिनीहरू ग्रुपमा हुन्छन् तर गोहीलाई आपत खेलाइदिन्छन् बाघलाई त्यो ठाउँ छोडेर तर गोही बाहिरबाट निस्केर बाहिर पनि जान्छ तर यिनी जाँदैनन् खोला वरिपरि बाहेक अरू ठाउँ जाँदैनन् यिनी चाहिँ जस्तै अब गोही त उस्तै पऱ्यो यहाँबाट सालघारी पुगिदिन्छ अब एउटा अर्को क्वेसन है होइन एउटा र गोही फेरि के गर्छ तपाईँको अब भनौँ न जस्तै जङ्गलमा खजुर हुन्छ नि खजुर त्यो खान जान्छ अब गोहीले अब दाजु यो ओतलाई के दाजु गोहीले खजुर पनि खान्छ खजुर खान्छ ओतलाई अब हामीले बढाउनु पर्यो वृद्धि गर्नु पर्यो भने के उपाय लगाउनु पर्छ हाम्रो यता निकुञ्जदेखि यो सदी छ नि हाम्रो सिबिपी खजुर लता पनि तर अलिकति बुझेको मान्छेले यो काम गर्दैन हो कि यो काम चाहिँ त्यो काम गर्दैन यिनलाई पनि बाँच्न दिनुपर्छ यिनको पनि चाहिँ बाँच्ने अधिकार हो एकदम होइन भनेपछि अब त्यस्तै अब अनपढलाई त अब अनपढ गवाडलाई त अब त्यो जति भने पनि उयो 16 दुना 8 भने आठ हो त्यसले गर्दाखेरि चाहिँ अब जनावरलाई चाहिँ अब संरक्षण गर्नै पर्छ हामीले होइन अब कसैलाई चोरी सिकारी गर्छ भनेपछि त्यसलाई हप्काउनु पऱ्यो अनि नगर भन्नु तिमीले यो काम गलत गरिरहेछौ है यो कामबाट तिमी यो काम गर्यो भने पनि भोलि बिहान सिधा तिमी जेल कुद्नुपर्छ भोलि बिहान मैले आफ्नो दाइ भाइ मैले भन्नु मिल्दैन किनभने तिमीले गलत गरिरहेछौ आज फेरि फरेस्ट इन्चार्ज पनि हुनुहुन्छ त्यो हैसियतले पनि तपाईँको अधिकार नै हो नि भनेपछि अब जङ्गलतिर पनि अब भनौँ न धेरै जस्तो अनि अर्को कुरो यस्तो रहेछ अब जङ्गलमा पसिसकेपछि म धेरै कुरा म गर्न सक्दैन तर अरू कुरा के गर्ने मलाई लट्ठी चाहियो मलाई लट्ठी चाहियो मैले आफ्नो जङ्गलमा लट्ठी काट्न बहुत लोभ माने मैले आफ्नो जङ्गलमा लट्ठी काट्न अब जङ्गलमा त लट्ठी चाहियो नि भनेपछि मैले आफ्नो जङ्गलमा अनि लट्ठी काट्न लोभ मानेपछि अनि चिटक्यामा चाहिँ एकजना चाहिँ वन रक्षक छन् अनि मैले दाजु भने अनि कहाँ भन्नु भने भनिसकेपछि मैले मेरो जङ्गलमा अब
मैले काट्न चाहिँ उमाने भनेर भन्नु त भएन। मैले यो जङ्गलमा घुमेँ, मैले मेरो मन परेको लट्ठी पाइएन। अनि तपाईँको जङ्गलमा छ कि लट्ठी, कैसन लट्ठी चाहिँ भनेर उनले भनिसकेपछि अनि मलाई चाहिँ त्यो जाम्नाको भयो भने हुन्छ, सिसोको भए पनि हुन्छ, अनि बलियो चाहिँ चाहियो। हेरी न ठोक काटी होइन, हेरी चाहिँ काटी भनेपछि जङ्गलमा भनौँ न अब पहिलाका वार्डनहरू चाहिँ अनि किनभने त्यसैमा नोकरी छ त माया ममता लाग्छ। तिमीले जो स्कुलमा पढ्यौ नि, जो स्कुलमा पढ्यौ त्यसपछि अनि तिमी त्यहाँबाट पढेर विद्वान भयौ, तर कहिले कसो चाहिँ तिमीलाई त्यो स्कुलको माया लाग्छ। मलाई यहीँबाट चाहिँ मैले आफ्नो भनौँ भविष्य उज्यालो मैले यसैबाट यही स्कुलबाट गरेँ। तर त्यो तिमीले त्यो नोकरी छोडेर गई, अब भनौँ न पढेर छोड्यो नोकरी गरेर, तर तिमीले कसैले चाहिँ त्यहाँ ढुङ्गा हान सक्ने, है किन हानेको ढुङ्गा, त्यो विद्यालय हो। त्यो ज्ञान प्राप्त गर्ने ठाउँलाई तिम्रो ढुङ्गा हाने तिम्रो कहाँसम्मका बुद्धि हो तिमीले भन्छौ। भनेपछि अब जङ्गलमा म अब भनौँ न अब सानोतिनो भए पनि नोकरी, अब जङ्गल भएर त मैले नोकरी पाएँ, जङ्गल नभए त म नोकरी के पाउँथेन। एकदम तिम्रो बाले नोकरी पाएँ, मैले पाएँ नोकरी भनेपछि अलिकति माया ममता लाग्दैन। माया ममता त लागिहाल्छ, माया ममता लाग्दैन। त्यसैको कारणले मान्छे कति हो भनेपछि बोली वचन एकदम सही छ नि। त्यस कारणले गर्दाखेरि अरू क्वेसन छन्? यति बुझ्ने मान्छे हेलो गुड मर्निङ एभ्रिवान, सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सो टुडे वी आर इन एपिसोड 39। सो दिस इज अ किङडम ट्रान्सप्यारेन्ट द बागी किङडम छ गाइज। हामी चाहिँ आज साल फरेस्टमा अलिकति बिहानको समय छ 10 बजे। सो बिहान घाम लागिरहेको छ, एकदमै गर्मी छ। सो स्टे ट्युन। अब चाहिँ एकदमै नयाँ रुल बिगिन हुनेवाला छ। सो दिस इज अ न्यू वाइल्ड लाइफ जर्नी, नेप्जियो वाइल्ड। सो नेपाल जियोग्राफिक वाइल्ड लाइफलाई सबैले सपोर्ट गरिदिनु होला। सो वी स्पिक फर दोज हु डोन्ट स्पिक फर देम सेल्फ गाइज, होइन, जो आफ्नो लागि बोल्न सक्दैन त्यसको लागि हामीले आवाज उठाउन जरुरी छ। वी आर डुइङ कन्जर्भेसन, डुइङ फोटोग्राफी. So my name is Vinay Rao and I'm doing professionally wildlife photography at Nepal. So I'm representing Asian wildlife photography also. So सबैले स्वागत छ सबैलाई। केही कुराहरू छन्, कुनै केही यो वाइल्ड लाइफ नेचर सम्बन्धी केही कुराहरू छ भनेपछि तपाईँहरूले मलाई कमेन्ट मार्फत अथवा कुनै भिडियो मार्फत मलाई सोध्न सक्नुहुन्छ। सो हामी साल जङ्गलमा छौँ। सो हामीले चाहिँ लगभग 2वटा लियोपार्ड अनि यता 2वटा 4वटा लियोपार्ड, हामी 4वटा लियोपार्ड स्पोट गरिसकेका छौँ। सो वी आर ट्राइङ टु क्याप्चर अनदर बिग क्याट्स लाइक अ टाइगर, लाइक अ एलिफेन्ट्स, होइन। हामीले चाहिँ हात्ती पनि देखियो भन्ने जस्तो गइरहेको छ, 2वटा हात्ती। So we are waiting here for the elephant, our setup. हाम्रो यहाँ सेटअप भइसकेको छ। सो अब चाहिँ यहाँबाट चाहिँ we are पेसेन्सली वेटिङ, होइन। हामी चाहिँ यहाँ चाहिँ एकदमै पेसेन्सली वेट गर्छौँ, किनभने चाहिँ वाइल्ड लाइफमा चाहिँ एकदमै पेसेन्स अनि त्यस पछाडि आफूले आफूलाई शान्त बनाउने। सो पिसफुल इन्भाइरोमेन्ट इज अल्सो। यहाँनिर बिहानदेखि रतुवा भन्नाले बार्किङ डियर कराइरहेको छ। सो बार्किङ डियरले चाहिँ अलार्म कल दिइरहेको छ, किनभने उसले अरूलाई अलार्म हेयर इज समथिङ डेन्जर भनेर उसले चाहिँ अलार्म कल दिने गर्दछ, होइन। सो यहाँ चाहिँ मेरो विचारमा टाइगर, रोयल बेङ्गल टाइगर पनि
लुक्न सक्छ किनभने हेबिट्याट वाइज एकदमै राम्रो इन्भाइरोमेन्ट हाम्रो साल फरेस्टमा पनि अझ यो सब स्पेसिसको ग्रासहरू छ हामीसँग अनि त्यो सब स्पेसिसको ग्रासमा चाहिँ एकदम हाइड एन्ड सिक लुकामारी गेम चाहिँ एकदमै बेस्ट खेल्छन् है उनीहरूले चाहिँ सो त्यही वाइल्ड लाइफ जर्नी इज कन्टिन्युज सो एउटा अर्को गुड न्युज चाहिँ भागी चाहिँ फेरि रिटर्न भइसकेको छ आफ्नो होम टाउनमा सो दिस इज अनदर ग्रेट न्युज सो द रुल इज कन्टिन्युज होइन द भागी किङडम So I want to show you some videos of our Baggy leopard or his kingdom, होइन सो त्यही हो हामीले चाहिँ यिनीहरूलाई चाहिँ कन्जर्भेसन र हाम्रो इन्भेस्टिगेसन इन्भेन्सन गरिरहेको छौँ सो नयाँ कुराहरू हिडन ब्युटी अफ नेपाल सो हिडन लिभिङ ब्युटी गाइज हिडन लिभिङ ब्युटी भनौँ न गाइज गाडी चाहिँ हाम्रो अगाडि छ अनि यहाँ चाहिँ हामीले क्यामेरा राखिसक्यौँ सो अब चाहिँ अङ्कल हिजो हात्ती आएको थियो त्यसो भए ए केही बाली नाली क्षति त गरेन त्यो दुखेरामले त्यो उखालेको मसुरो खाइदियो भन्थे कसरी आएछ त हिजो राति थाहै नपाउने गरी खै त्यो अचम्म गरी त पनि थाहा पाएन बुढाले गफाने हो नि त्यसो सायद हुन पनि ठक्छ डाम पनि के थाहा आयो कि लुकेर आएर खान्छ त्यसरी खान्छ चोर त भइगयो त्यसरी पनि खान्छ अब गाउँसँग छैन हाम्रो उतातिर अरू के पाउँछ